यसलाई एचआईभी र विभिन्न किसिमको यौन रोगको संक्रमणबाट बच्ने अचूक उपायको रूपमा लिने गरिन्छ। एचआईभी र एड्ससँग सम्बन्धित समस्याहरू चाहिँ बढ्दै गयो। यो समस्या बढ्दै गइसके पछाडि अब कन्डमलाई चाहिँ यो जन्मान्तरको लागि मात्र होइन है, अब चाहिँ यसलाई क्रमशः यो एचआईभी एड्स तथा अरू यौन रोगहरूबाट बच्नको लागि पनि हामीहरूले चाहिँ बिस्तारै समुदायका मानिसहरूलाई, विशेष गरेर यो यौनिक रूपमा चाहिँ सक्रिय उमेरका मान्छेहरूलाई 15 देखि 49 वर्ष उमेर समूहका मान्छेहरूलाई चाहिँ यो चिज चाहिँ बुझाउन आवश्यक छ है भनेर अहिले क्रमशः चाहिँ त्यतातिर लाग्यो। र यसको अन्तरालमा हामीहरूले थुप्रै यो बिचमा चाहिँ कन्डम दिवससँग सम्बन्धित चाहिँ थुप्रै नाराहरू राख्यौँ। मान्छेलाई, छोरा मान्छेलाई चाहिँ अलिकति रेस्पोन्सिबल बनाउनुपर्छ भन्ने कुराहरू गऱ्यौँ। त्यस पछाडि छोरा मान्छे र छोरी मान्छेको चाहिँ समान दायित्व भन्ने किसिमका नाराहरू बनायौँ। यो दोहोरो सुरक्षाको लागि कन्डमले चाहिँ काम गर्छ भन्ने किसिमका नाराहरू बढायौँ। कन्डमलाई स्वीकार गर्न नसकिएको देखिन्छ। जनसङ्ख्या वृद्धि दरमा कमी, एचआईभी संक्रमणमा ह्रास र यौन रोगमा कमी ल्याउन अझै पनि कन्डमलाई सही प्रयोगमा ल्याउन हाम्रो सामु निकै चुनौती रहेको छ। कन्डम प्रवर्धन गर्नको निम्ति सरकारको तर्फबाट पनि प्रयासहरू भइराखेको छ। त्यस्तै गरी चाहिँ अब विगतका वर्षहरूमा चाहिँ सोसियल मार्केटिङ गर्ने सङ्घ संस्थाहरूले पनि कन्डमको एक्सेस बढाउनको निम्ति कामहरू त गरिराख्नु भएको छ। कन्डम दिवस यस्तरी प्रचार प्रसार गरेर कन्डम फुलाएर शरीरैभरि कन्डम बोकेर हिँड्नु पाएको थियो। किन यस्तरी हिँडेको म भन्ने मान्छेहरूलाई अनौठो लाग्छ होला। किन कन्डम फुलाएर शरीरैभरि बोकेर हिँडेको भन्ने अर्थ लाग्छ होला मान्छेहरूले। त्यस्तो सोच राख्नु गलत हो। किनभने मैले यस्तरी हिँडेँ भनेदेखि आज कन्डम दिवस रहेछ र कसैले कन्डमको बारेमा बुझ्न चाहन्छ र कन्डम प्रयोग गर्नुपर्ने रहेछ, असुरक्षित यौन सम्पर्क गर्नु नहुने रहेछ भन्ने मान्छेले बुझोस् भनेर मैले कन्डम लगाएँ। एउटा कन्डमको युज गर्दाखेरि एउटा चाहिँ गर्भनिरोध मात्रै नभएर विभिन्न चाहिँ यौन रोगबाट चाहिँ बचाउने गर्छ। त्यही भएर म के भन्न चाहन्छु भने कन्डमको युज बिना सङ्कोच, बिना लाज त्यो युज गरौँ र एचआईभी एड्स जस्तो संक्रमण खतरनाक रोगबाट चाहिँ बचाउँ। म आज कन्डम डे स्पेसियली हाम्रो डेभलपिङ कन्ट्री, हाम्रो नेपाल जस्तो देशहरूमा एचआईभी एड्सको एकदमै बढी इपिडेमियोलोजिकल्ली एचआईभी जस्ता रोगहरू, यौन रोगहरू बढिरहेका छन्। यसलाई कन्डम डेले स्पेसली महत्त्वको कुरा गर्नु पर्दाखेरि कन्डम रेसिस्ट होस् मान्छेमा, पब्लिक अवार कन्डम किन्नको लागि हेजिटेसन नहोस् भन्नु नै हाम्रो कन्डम डेको मेन उद्देश्य हो। जुन बेलामा हामीले कन्डम दिवस मनाउन सुरु गऱ्यौँ त्यो बेलामा कन्डमको बारेमा यति सहजसँग चाहिँ छलफल गर्ने वातावरण थिएन।